ह्याप्पी तिहार एभ्रिवान। अनि हजुरहरूलाई चाहिँ हाम्रो यो नयाँ च्यानलमा वेलकम। अनि यो चाहिँ हाम्रो फर्स्ट भिडियो छ यो च्यानलमा। अनि यो चाहिँ तिहार स्पेसल भ्लग। यहाँ सुरुमा चाहिँ हामी यहाँ सब्जीहरू काट्दैछौँ। बिहान उठेर सबै रेडी पारेर त्यहाँ जिनिसलाई टिकाटाला गर्दैछौँ। ओखर फोडेर बाधाहरू सबै हामीले उतातिर फ्याँकिदिइसक्यौँ। अनि निधारमा टिका लगाइदियौँ। दिदीले चाहिँ पिङ्क कलरको यो लुगा लगाउनुभएको छ। प्रियङ्काले चाहिँ वाइटवाला यो कुर्ता लगाएको छ भने मैले चाहिँ वाइटवाला कुर्ता लगाएको छु। सबैजना तिनवटा ग्रहबाट आएको जस्तो देखिरहेछ। अनि यहाँनिर ल हाम्रो माइती राजालाई सबै फुलहरू लगाइदिँदैछौँ। अनि यो चाहिँ कस्तो के लेभल वाइज मिलिरहेछ यो फुल चाहिँ मिलाएर बनाएको जस्तो, तर यतिकै हो। यो चाहिँ यतिकै बनाएको थियौँ। अनि यो फ्यान्टा पनि 3 सिप खुवाउनु पर्ने। सबै सकाउनु खोजिरहेको थियो जेनिसले। लड्डु हेर्नु न गाइस, आम्मामा जेनिसले 3 गाँसमै सकाए। हामी हाँस्दैछौँ। अयो यसले पाउने जति सबै पाइसक्यो। अब यहाँनिर चाहिँ हामीले सबै रेडी पारेर जेनिसलाई दिएको। अनि यहाँ ढोग्ने पालो आयो फेरि। बिचरा हाम्रो भाइ हेर्नु न, त्यहाँ 3जनालाई 3 चोटि ढोगेको थियो, तर यहाँ चाहिँ एक क्लिप मात्र आएछ। ढोगेकै छ। यति त गर्नु पर्यो नि होइन, एक्लोता भएपछि। ल म चाहिँ अनि यहाँनिर चाहिँ अब यसो फोटो खिच्ने कार्यक्रमहरू गर्दैछु। जेनिस त्यहाँ हेर्नु न, प्रत्यक्ष प्रसारण। ह्याप्पी फ्यामिली। वाउ, 4जना सिब्लिङ्सको फोटो। अनि यहाँनिर लड्डु खायौँ। यो चाहिँ होममेड बाई द वे। अनि हाँस्दैछौँ सबैजना, कति रमाइलो थियो। अनि एकछिन बाहिर गयौँ हामी चाहिँ रोडमा यसो फोटो खिच्न। अनि यतिको फोटो खिच्दै खै कसरी बेलुका भइहाल्यो। अनि यहाँ फिसहरूलाई हामी फिड गर्दैछौँ। ऊ चाहिँ बेटा हो। अनि बेटा फिसलाई चाहिँ यसरी दिनुपर्छ खाना। कस्तो मजाले उफ्रिन्छ क्या। वाउ, कति क्युट छ। उसको फेन्सहरू कति राम्रो छ। अनि यहाँ चाहिँ सागसँग खेल्दैछौँ। उफ्रिन्छ हेर्नु है। कत्रो उफ्रियो। यो सागले कस्तो एग्रेसिभ हुन्छ क्या। अनि एकछिनपछि चाहिँ हामी यसो बाहिर बजारतिर पनि यसो झिलिमिलीहरूको लागि गयौँ। यसो भिडियो बनायौँ। अनि हिँड्दैछौँ यहाँनिर। वा अनि यहाँ चाहिँ म मेरो छोरीको फोटो। त्यसपछि लास्टमा चाहिँ हामी देउसी खेल्यौँ साथीहरूसँग। एकछिन रमाइलो गऱ्यौँ। बाइ द वे यो चाहिँ मेरो फर्स्ट टाइम थियो देउसी पहिले पनि गएको। अनि यसै गरी हाम्रो तिहार चाहिँ सेलिब्रेसन यस्तै भयो। थ्याङ्क यू सो मच फर वाचिङ।